हेलो साथीहरू, म हुँ तपाईहरुको साथी भन्नुस् या सिस भन्नुस्। साथीहरू, आज हामीहरू कुरुसबाट रेक्टेंगल बनाउन सिक्नेछौँ। यो चाहिँ विभिन्न स्टाइलबाट गर्न सकिन्छ, तर आज हामीहरू एकदमै सिम्पल स्टाइलको सिक्नेछौँ है। बिगिनर्सहरूको लागि एकदमै इजी तरिका। पहिला सुरु हामीले चेन बनाऊ। यो यसरी यो चाहिँ डबल स्टिच लिएर बनाउनु भयो हुन्छ, सिंगल या हाफ जे गरेर आफूलाई मन लाग्छ त्यो बनाउन सक्नुहुनेछ। मैले चाहिँ आज यसलाई यसरी साथीहरू, तपाईहरुलाई चाहिँ यो चेन कसरी बुन्ने, कुन कुन स्टिचलाई के भनिन्छ, कसरी बुन्ने बुझ्न चाहनुहुन्छ, जान्न चाहनुहुन्छ, सिक्न चाहनुहुन्छ भने मैले डिस्क्रिप्सनमा राखिदिएको छु साथीहरू। यदि कुरुस चलाउन जान्नु भएको छैन भने पनि कुरुस कसरी चलाउने त्यो पनि राखिदिएको छु, तपाईले हेर्नुहोला र आफू पनि सिक्नुहोला र नयाँ साथीहरूलाई पनि मेरो भिडियो सेयर गरिदिनु होला। यदि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु होला। यो भयो लास्टमा यसरी यसरी। अब फेरि यसलाई हामीले फेरि यसरी चेन दिने र यतापट्टि घुमाएर फेरि यसरी नै होलमा गर्न सकिन्छ। यसरी हामीले बीचबीचमा विभिन्न किसिमबाट डिजाइन पनि राख्न सक्छौँ। यसरी चेन लिएर अब यो 1 गरेर छोड्ने, यसरी यसरी ग्याप गरेर पनि विभिन्न डिजाइनहरू राख्न सक्छौँ। यसरी अब यसरी नै हामीले यसको माथि रिपिट गर्दै 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 हामीले रेक्टेंगल बनाउन सक्छौँ साथीहरू। ल त साथीहरू, तपाईहरुलाई यो तरिका सजिलो लाग्यो कि यो तरिका? यो चाहिँ थोरै मात्रै चेन बनाएर लामो पट्टी बनाउन सकिन्छ। दुब्बै नै एकदमै सजिलो छ है, राम्रो पनि देखिन्छ। हस् त साथीहरू, ट्राई गर्दै गर्नुहोला। बाइ बाइ।